नमस्ते साथीहरू। आज चाहिँ हामी हाम्रो नयाँ प्रोजेक्टमा जिप्सन फल सिलिङको काम गर्दैछु। हेरौँ त है कस्तो हुन्छ काम। सबैभन्दा पहिलो हामी यो मेटल च्यानलहरूलाई मिलाएर यो धेरै नै मेहनतको काम हो, तर यसलाई नै फल सिलिङलाई मजबुती दिन्छ। ल त साथीहरू, फ्रेमिङ चाहिँ रेडी भइसकेको छ। हामी जिप्सन बोर्डहरूलाई जिप्सन बोर्डहरू लिएर ड्रिल मेसिनले फिक्स गर्न जाँदैछु। हेर्दा सजिलो देखियो, काम धीरे धीरे अगाडि बढ्दैछ। फाइनल रिजल्ट कस्तो हुन्छ हेर्नको लागि प्लिज यहाँ कमेन्ट अनि लाइक गरेर मलाई भन्नुहोला काम कस्तो देख्नमा लागिरहेछ। हजुर, अन्त यो फुल फाइनल काम कम्प्लिट भइसकेछ। एउटा रुमको मात्र, अरू रुमको पनि छ है साथीहरू। त्यो चाहिँ अग्लो भनेपछि अर्को भिडियोमा पार्ट 2 मा हेराउनेवाला छु। के त हजुरहरूलाई कस्तो लाग्यो यो भिडियो? मन पर्यो भने लाइक एन्ड च्यानललाई सब्सक्राइब गर्न नबिर्सिनु होला। बेल आइकन चाहिँ क्लिक गरिदिनु होला, जसो कि भिडियोको नोटिफिकेसन हजुरलाई मिल्दै गरोस्। एन्ड लाइक सेयर कमेन्ट पनि गर्न नभुल्नु होला। हवस् त साथीहरू, धन्यवाद।